आज एउटा एकदमै विशेष र सांस्कृतिक महत्व बोकेको गहनाबारे कुरा गरौँ न है। पोशिल गरौँ। हामीसँग शेर्पा तथा तिब्बती पोशिल गहना भन्ने लेख छ, यसैको आधारमा कुरा गरौँ। हुन्छ। पोशिल यो शेर्पा र तिब्बती समुदायमा एकदमै प्रचलित छ नि। हो, यसलाई अङ्ग्रेजीमा त एम्बर नेकलेस भन्दा रहेछन्, तर यो साधारण एम्बर नेकलेस मात्रै त पक्कै होइन होला, हैन? होइन होइन, यो त्योभन्दा धेरै गहिरो छ। खासमा एम्बर भन्या त रुखको त्यो जीवाश्मी चोप मतलब रेजिन हो नि। ए, रुखको चोप। खास गरी बाल्टिक क्षेत्रतिर पाइने सक्कली एम्बर त पहिले असाध्यै मूल्यवान थियो रे। अनि त्यो बाल्टिकबाट यता कसरी आइपुग्यो त? त्यही त रोचक कुरा छ। त्यो प्रसिद्ध सिल्क रोड हुँदै हजारौं किलोमिटर यात्रा गरेर तिब्बतसम्म आइपुगेको हो। सिल्क रोड हुँदै? बापरे, लामो यात्रा रहेछ। एकदमै। अनि यहाँ आइपुगेपछि यो व्यापारको सामान मात्र रहेन, यो त पवित्र वस्तु नै बन्यो। ए, पवित्र वस्तु कसरी होला अनि कस्तो हुन्छ यो हेर्दा? हेर्दाखेरि यसमा प्राय ठूला ठूला चिल्ला एम्बरका दानाहरू हुन्छन्। तर त्यति मात्रै होइन, कहिलेकाहीँ यसमा फिरोजा, मुगा, चाँदी जस्ता अरू पवित्र मानिने ढुङ्गा धातुहरू पनि मिसाइएको हुन्छ। ए, फिरोजा मुगा पनि? हो, त्यसले अझै सुन्दर र अर्थपूर्ण बनाउँछ। भनेपछि एम्बर मुख्य भयो, तर अरू चिज पनि महत्त्वपूर्ण। तर एम्बरको चाहिँ खास महत्त्व छ, विशेष गरी तिब्बती र शर्पा बौद्ध परम्परामा। कस्तो महत्त्व? लेखमा त केही सुरक्षा दिने कुरा पनि थियो जस्तो लाग्यो। हो, ठिक भन्नुभयो। विश्वास के छ भने एम्बरले एक किसिमको सुरक्षात्मक ऊर्जा दिन्छ। सुरक्षात्मक ऊर्जा कस्तो खालको? मतलब यसले नकारात्मकता, नराम्रो विचारहरू आफूतिर सोच्छ रे, अनि लगाउने मान्छेलाई चाहिँ बचाउँछ। ए, नराम्रो कुरा सोच्ने? अनि यसले मनमा शान्ति ल्याउने, हिलिङमा सघाउने पनि मानिन्छ। त्यसो भए त यो ध्यान गर्दा, प्रार्थना गर्दा पनि लगाइन्छ होला नि? बिल्कुल, ध्यान गर्दा एकाग्र हुन मद्दत गर्छ भन्छन्। अनि यसलाई शुद्धता र बुद्धिको प्रतीक पनि मान्दो रहेछन्। शुद्धता र बुद्धिको प्रतीक? हो, त्यसैले यो साधारण गहना मात्रै भएन, एक आध्यात्मिक साधन जस्तै भयो। अनि अर्को कुरा, यो त पुस्तान्तरण पनि हुँदै जान्छ रे नि? हो, त्यो पनि एकदमै महत्त्वपूर्ण पक्ष हो। कसरी? प्राय आमाबाट छोरीलाई या सासूबाट बुहारीलाई यस्तै गरी सर्दै जान्छ। ए, अनि जब यसरी सर्छ नि, त्यसमा त्यो एम्बरको भौतिक मूल्य मात्र हुँदैन, त्यसमा पुर्खाको माया, आशीर्वाद अनि त्यो परिवारको कथा पनि जोडिएर आउँछ के। ओहो, त्यो त साँच्चै भावनात्मक कुरा भयो, वस्तु मात्रै होइन, इतिहासै बोक्ने हो नि, परिवारको निरन्तरता जस्तै। अनि अघि हिलिङको कुरा आयो, लेखमा केही औषधीय गुणको पनि कुरा थियो, परम्परागत विश्वास। त्यो पनि छ। परम्परागत चिकित्सा या मान्यता अनुसार चाहिँ एम्बर शरीरमा लगाउँदा रगत सर्कुलेसन राम्रो हुन्छ रे। ए, रक्त सञ्चार। हो, अनि जिउ दुख्ने, जोर्नी दुख्ने जस्ता समस्यामा पनि अलि आराम मिल्छ भन्ने विश्वास छ। भनेपछि त कति धेरै पक्ष रहेछ, आध्यात्मिक, सांस्कृतिक, पारिवारिक अनि स्वास्थ्यसँग पनि जोडिएको। एकदम। अचेल त यस्ता हारहरू बाहिरतिर मतलब विश्व बजारमा पनि देखिन्छन् रहे नि? हो, देखिन थालेका छन्। यसको त्यो अद्वितीय सौन्दर्य अनि त्यो गहिरो कथा छ नि, बाल्टिकदेखि सिल्क रोड हुँदै हिमालयसम्मको, त्यसले गर्दा सन्तुलन गर्नेहरू, अलि फरक गहना खोज्नेहरू आकर्षित भएका छन्। तर त्यसले गर्दा त्यो मौलिकतामा केही असर पर्छ कि? त्यो एउटा सोच्नुपर्ने कुरा हो। परम्परा र बजारबीच सन्तुलन कसरी राख्ने भन्ने प्रश्न उठ्छ नि। साँच्चै यो पोशिलको यात्रा त कति लामो र बहुआयामिक रहेछ। रुखको चोपबाट सुरु भएर सिल्क रोड हुँदै संस्कृति, अध्यात्म, परिवार अनि अहिले विश्व बजारसम्म। हो, यो खालि एउटा हार मात्रै होइन रहेछ। यो त इतिहास, संस्कृति, अध्यात्म सबैको एउटा सुन्दर मिश्रण पो रहेछ। अनि यहाँनिर एउटा कुरा सोच्न सकिन्छ, कसरी एउटा सामान्य जस्तो देखिने वस्तुले यति धेरै तहको अर्थ बोक्न सक्छ। हो त है। भौतिक संस्कृति, अध्यात्म, इतिहास, सम्बन्ध सबैलाई जोड्ने, त्यो पनि फरक भूगोल र पुस्ताहरूमा। यसले के देखाउँछ भने सायद हाम्रै वरिपरि पनि यस्ता कति धेरै सामान्य देखिने चिजहरू होलान् जसले यस्तै गहिरो थाहै नपाएको कथाहरू बोकेका छन् कि हामीले ध्यानै नदिएका।